सुषमा हो। हजुर नाम र ठेगाना बताइदिनु न। सुनौलबाट आएको। हजुर साथीले गर्नुभएको थियो यहाँ पहिला, हजुर अनि साथीले भन्नुभएर अनि म नि आएको। राम्रो हुँदो रहेछ। यहाँ के भएर आउनुभयो म्याडम? म पाइल्स भयो थियो, मलाई कोन हुन्थ्यो यसरी, ए हजुर अनि यहाँ थाहा पाएर हजुर राम्रो हुन्छ भन्ने भएर अनि आएको। आज राम्रोसँग गरिदिनु भयो डाक्टरहरूले। हजुर अनि यो टिकटकहरूमा नि देखेको थिएँ, सर्च गरेको थिएँ, हेरेको थिएँ। हजुर अनि लेजरबाट सजिलो तरिकाले हुँदो रहेछ, हजुर केही गाह्रो भएको छैन, हजुर राम्रो हुँदो रहेछ। अनि यो लेजरै रोज्नु हो म्याडमले होइन? अरू अरू प्रवृत्ति पनि थियो होइन? हजुर लेजर चाहिँ केही जानकारी पाउनु भएको थियो? हजुर यो सजिलो हुन्छ, सहज हुन्छ भन्नुभएको थियो। हजुर अनि त्यही भएर अर्को अपरेसन गर्दा अलिक गाह्रो हुने, हजुर फर्किने हुन्छ भन्नुभएको थियो। हजुर यसमा फर्किन्न, राम्रो हुन्छ, सहज हुन्छ भन्नुभएको थियो। त्यही भएर यहीँ रोजेको मैले। यो कति पुरानो थियो? मेरो पुरानो 13-14 वर्ष भयो। हजुर मैले औषधि खाने निको हुने, औषधि खाने निको हुने भयो थियो। अहिले अब औषधिले हुन्न भन्ने भएर हजुर अनि यहाँ आएको। यो 12 वर्षभित्र तपाईँको पाइल्सले आफ्नो स्वास्थ्यमा चाहिँ कस्तो कस्तो असर गर्यो होला? मलाई धेरै गाह्रो भयो थियो, टोइलेट जाने बित्तिकै खुन हुने, हजुर अनि ब्लिडिङ भएपछि अब कमजोरी भइने, हजुर खाना केही नहुने भयो थियो। हजुर अनि धेरै गाह्रो भयो थियो पहिला मलाई, त्यही भएर। अनि यो ढिलो आउनुमा पनि अलि लाज शरमले गर्दा पनि हो कि? डर, लाज, सबभन्दा डर, मलाई एकदम डर लाग्यो। डराउनु भयो? हजुर पछि केही हुन्छ कि, फेरि लेजर भन्ने अब नयाँ प्रविधि हो, हजुर केही हुन्छ कि भन्ने भएर मलाई एकदम डर लाग्थ्यो। हजुर अनि यहाँ सरसँग कुरा गरेपछि, डक्टरसँग कुरा गरेपछि केही हुन्न भन्नुभयो। अनि त्यसपछि डरलाई बाहिरै राखेर गरेको सर। आज त डराउनु भयो होइन? आज डराएन सर, म अस्ति पहिलो पनि आएको थिएँ, अनि त्यतिखेर डराएर गएको। हजुर अनि आज आएर आउने बित्तिकै सजिलोसँग सरले राम्रोसँग हजुर गरिदिनु भयो, धेरै खुसी छु। अनि यहाँ डाक्टर साहबलाई के भन्न चाहनुहुन्छ? डाक्टर साहबलाई मैले धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुर यस्तो सहज तरिकाले बोली आनन्दले। हजुर मलाई धेरै डर लाग्थ्यो, सरलाई पनि भनेको थिएँ, म डराएर गएको सर अस्ति पनि भनेको थिएँ। आज केही हुन्न, नडराउनु, मैले हजुरलाई राम्रोसँग गरिदिन्छु भन्नुभएको थियो। सजिलो तरिकाले बोलेर हाँसी गरिदिनु भयो। धेरै धेरै धन्यवाद डाक्टर साहब। हजुर अनि यहाँ सिस्टरहरूको सेवा कस्तो छ? सिस्टरहरू पनि एकदम मिजासिलो, एकदम सहयोगी, एकदम राम्रो हुनुहुने रहेछ। अरू हस्पिटलमा जाँदाखेरि धेरै हामीले लापरवाही भेटिन्थ्यो, यो हस्पिटलमा चाहिँ एकदम राम्रो, सिस्टरहरू पनि यस्तो राम्रो, डाक्टर साहब पनि एकदम बोलीचाली राम्रो, एकदम उस हुनुहुँदो रहेछ, राम्रो हुनुहुँदो रहेछ। हस् त म्याडम, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद। सबैजना आउनु होला, पाइल्स छ भनेर लुकाएर नबस्नु होला, यो लुकाउने रोग होइन छ। मैले धेरै वर्ष सहे, घर पनि भन्न डराउँथे लाजले। अनि अहिले यहाँ थाहा पाएर मेरो साथी सरिता दिदीको माध्यमबाट म यहाँ आएँ, सहज तरिकाले सहज भयो। हजुरहरू पनि नडराइकन आउनु, केही नहुँदो रहेछ। हुन्छ, हस्, धन्यवाद हजुरहरूलाई। शीघ्र स्वास्थ्य लाभको कामना गर्छु म्याडमलाई। हस्।